लगेडा हो मैले लास्ट भिडियोमा चाहिँ अब एपिआईबाट डाटा तानेर गरौँला भनेर भनेको थिएँ। तर त्योभन्दा अगाडि चाहिँ हामी रिभर पोर्ट हेरौँ है, सानो एउटा कन्सेप्ट हेरौँ। किनभने मैले अब एपिआईबाट डाटा तान्न थालेपछि चाहिँ रिभर पोर्ट युज गरेर आउँछु होइन। अनि हामीले स्टेट म्यानेजमेन्ट सिक्नैपर्छ केटा हो, उपाय छैन है, सिक्नैपर्छ। त्यही भएर यसमा चाहिँ रिभर पोर्ट बुझ्नको लागि एउटा सानो प्रोग्राम बनाएर हेरौँ, त्यसपछि चाहिँ हामी एपिआईबाट डाटा तान्ने गर्छौँ भाइ त। सो हामी एउटा प्रोग्राम बनाऊँ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि यहाँ नम्बर छ, यहाँ तल एउटा हामी बटन राख्छौँ होइन। त्यो बटन थिचेपछि चाहिँ यो 0 चाहिँ बढ्ने होइन अथवा घट्ने, त्यो हामी गर्छौँ है त। त्यसको लागि चाहिँ मसँग अहिले एउटा स्टेटलेस विजिट छ है केटा हो होइन। अनि त्यसपछि यो टेक्स्ट जुन छ यसले चाहिँ यो भेरिएबल लिइरहेछ, यो भेरिएबलमा जे भ्यालु छ त्यही यहाँ डिस्प्ले भइरहेछ है, 0 छ त्यही डिस्प्ले भइरहेछ। अब यहाँ हामीलाई बटन चाहियो है, बटन धेरै थरी हुन्छ, एलिभेटेड बटन, टेक्स्ट बटन, यताउति। अहिलेको लागि चाहिँ हामी हेर्छौँ आइकन बटन है। अब यो आइकन बटन के हो, कस्तो हो होइन, त्यो पनि म बुझाइदिइहाल्छु, आत्तिनु पर्दैन। आइकन्स डट एड ल। सो हामीसँग यो आइकन बटन भन्ने एउटा विजिट हुन्छ होइन केटा हो। अनि त्यसपछि त्यसमा एउटा प्रपर्टी हुन्छ क्या अनप्रेस्ड भन्ने। यो अनप्रेस्ड भन्ने प्रपर्टीमा चाहिँ हामीले एउटा मेथड राख्न मिल्छ क्या। अनि यो आइकन बटन थिच्दाखेरि के काम गर्ने है, त्यो चाहिँ हामीले यो कर्ली ब्रेसेसभित्र लेख्छौँ क्या है। त्यसपछि अर्को प्रपर्टी हुन्छ हामीसँग आइकन भन्ने। यो आइकन भन्ने प्रपर्टीले चाहिँ एउटा विजिटै लिन्छ, आइकन भन्ने विजिट। अनि त्योभित्र चाहिँ हामीले दिने कि हामीले के आइकन चलाइछ होइन। आइकन्स डट गरेपछि सबै आइकनहरू आउँछ हामीसँग है, धेरै टन्नैवटा छ होइन। अब एड चाहिएको अहिले यसलाई सेभ हानिदिउँ, आयो है। अर्को एउटा प्रपर्टी पनि हेरिदिइहालौँ है, आइकन साइज भन्ने हुन्छ, 100 नै राखिदिउँ, अलिक ठुलो मजाको है। यति गरेपछि यो आयो है। अब हामीलाई के गर्नु पऱ्यो भन्दाखेरि यो बटन थिच्दाखेरि यसलाई चेन्ज गर्नु पऱ्यो नि त, बढाउनु पऱ्यो नि त। अब यो कहाँबाट आइरहेछ, यो भेरिएबलबाट आइरहेछ होइन भन्नुको अर्थ। यसलाई बढायो भने त यो बढ्नु पर्ने हो नि त होइन, किनभने प्रेस गर्दाखेरि चाहिँ नम्बर प्लस प्लस भनेपछि 0बाट 1 होइन, एक एकले बढ्दै जा भनेर भन्यो नि त, प्लस प्लस गरेपछि। यो त बुझ्छ होला नि, एक एकले बढ भनेको हो है त। यसलाई म सेभ गरिदिन्छु होइन। मैले बटन थिचेँ तर यो चेन्ज भएन क्या है। अब यो भ्यालु बढिरहेछ कि छैन भनेर हेरौँ है, प्रिन्ट गरौँ। यो भेरिएबललाई राखिदिउँ यहाँ, यसलाई म सेभ हानिदिन्छु, यो पनि खोलौँ है। अब म यहाँ थिच्छु, यहाँ हेरेँ केटा हो है, भ्यालु चाहिँ चेन्ज भइरहेछ क्या। मैले यो नम्बरलाई प्रिन्ट गरिरहेको छु, प्लस प्लस गरिरहेको छु नि त यो थिच्दाखेरि। भन्नुको अर्थ 0बाट भ्यालु बढिरहेछ क्या, 3 मा पुग्यो, 4 मा पुग्यो होइन। तर यहाँनिर समस्या चाहिँ के भयो भन्दाखेरि यो भ्यालु त बढ्यो तर यो चाहिँ अपडेट भएन क्या, 0को 0 नै देखाइरहेछ है। अब यो नम चाहिँ पुग्न चाहिँ 5 मै पुगिसक्यो मैले थिचेर होइन, अझै थिचेन, अझै माथिसम्म पनि जान्छ। तर यो भ्यालु चाहिँ चेन्ज भएन किनभन्दाखेरि यो स्टेटलेस विजिट हो क्या है। अनि यो स्टेटलेस विजिटको चाहिँ स्टेट चेन्ज हुँदैन, त्यही भएर यसलाई स्टेटलेस भनेको होइन। अब यहाँ आउँछ त्यसपछि स्टेटफुल विजिट, हामीसँग दुईवटा विजिट हुन्छ, स्टेटलेस र स्टेटफुल। अब स्टेटफुल हेरौँ है त। अब मैले बनाएर राखिदिइसकेको छु होइन, टाइम वेस्ट नगरौँ, जे सिक्नुपर्ने त्यसमा ध्यान दिउँ होइन। यसमा पनि सेम त्यही छ, एउटा भेरिएबल छ, त्यसलाई नै यहाँनिर डिस्प्ले गरिदिइरहेको हो होइन, यहाँनिर नम राखेर। अनि यो स्टेट फुल विजिटमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले जुन ठाउँमा स्टेट चेन्ज भइरहेछ होइन, त्यो चाहिँ हामीले सेट स्टेट भन्ने एउटा फङ्सन पाउँछ क्या। त्यो फङ्सनभित्र चाहिँ हामीले राख्छौँ क्या यो स्टेट चेन्ज हुने कुरा चाहिँ। अनि यसले गर्दाखेरि चाहिँ यो स्टेट चेन्ज भएपछि चाहिँ यो रिबिल गरिदिन्छ क्या, अनि बल्ल चाहिँ त्यो स्टेट चेन्ज भएर आउँछ है। अब यो मेन डट डाटमा जाउँ, स्टेटफुल होम पेज भनेर मैले बनाएको छु होइन। ल यो आयो स्टेटफुल होम पेज। अब यो सेट स्टेटभित्र राखेपछि चाहिँ यो स्टेट मजाले चेन्ज हुन्छ है, प्लस गरेँ बढ्यो, माइनस गरेँ घट्यो है। स्टेटफुल विजिट चाहिँ यो हो है, स्टेट चेन्ज गर्नु परेपछि स्टेटफुल विजिट युज गर्छौँ हामीले है। तर अब हामीले यो स्टेटफुल विजिट चाहिँ खासै युज गर्दैनौँ है, किन भन्दाखेरि यसमा चाहिँ यो लोजिक छुट्याउनको लागि क्या। अब हाम्रो रिभर पोर्टहरू होइन, ब्लक गेटएक्सहरू जुन लाइब्रेरीहरू छ त्यसमा चाहिँ अब हामीले लोजिक छुट्याउन मिल्छ क्या युआईबाट। अब हाम्रो यो युआईमै लेखिरहेछ नि त हामीले यो लोजिक। अनि यो गर्दाखेरि चाहिँ अब कोड अलिकति हुन्छ नि, हेर्दाखेरि नि कम्प्लेक्स, अलिक बुझ्न गाह्रो टाइपको हुन्छ। त्यही भएर हामीले चाहिँ यो लोजिक र युआईलाई सेपरेट गर्नको लागि चाहिँ त्यो लाइब्रेरीहरू युज गर्छौँ। अनि प्लस अब स्टेटको सेरेबिलिटी पनि आउँछ कुराहरू होइन, 3-4वटा कुराहरू छ। त्यो गर्दाखेरि चाहिँ हामीले रिभर पोर्टहरू युज गर्ने हो क्या स्टेटफुल भन्दा पनि। सो अब यही काम चाहिँ हामी अब रिभर पोर्टबाट कसरी गर्छौँ त्यो पनि हेरिदिइहालौँ है त। सो रिभर पोर्ट फर्स्टमा युज गर्नको लागि चाहिँ हामीले रिभर पोर्टलाई इम्पोर्ट गर्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ अब जुन भने ब्राउजरमा जाने, आफूलाई मनपर्ने ब्राउजरमा, त्यसपछि पपडेपमा जाने, रिभर पोर्ट चाहियो हामीलाई होइन, रिभर पोर्ट सर्च गरिदिने। अनि यो फ्लटर रिभर पोर्ट भन्ने जुन छ यसलाई कपी गरेर
यो पप डेपमा यो कुपर्टिनो भन्दा मुनि लगेर राखिदिने हैन। अब यहाँ अरू प्याकेज छ भने त्यसको मुनि लगेर राख्दा नि केही फरक परेन, यो राखेर पप गेट गरिदिने। अब यति गरेपछि चाहिँ हामीले रिपोर्ट पोर्ट चलाउनु पाउँछ हैन। त्यसको लागि अब सुरुमा मेनमा जाने अनि यो जुन रन एप छ त्यो भित्रकोलाई हामीले र्याप गर्नुपर्छ हैन। प्रोभाइडर स्कोपले हैन, प्रोभाइडर स्कोपले रन गरेपछि चाहिँ अब हामीले इन्टायर हाम्रो प्रोजेक्टमा चाहिँ रिपोर्ट पोर्ट युज गर्न पाउँछ है त। यो चाहिँ मेन स्टेप, यो चाहिँ मेनली बिर्सिरा हुन्छ हैन धेरैले। अब यो गरेपछि चाहिँ अब हामी सुरुमा एउटा डिरेक्टरी बनाउँ है, प्रोभाइडर भनेर। अब यो भित्र चाहिँ एउटा डाटा फाइल बनाउँछु प्रोभाइडर्स भनेर है त। अब अहिलेको लागि चाहिँ यो भिडियोको लागि चाहिँ हामी स्टेट प्रोभाइडर भन्ने मात्रै सिकौँ है। अनि अर्को भिडियोमा चाहिँ अरू के थरी प्रोभाइडर हुन्छ हैन, फ्युचर प्रोभाइडर, असिन्क्रोनस नोटिफायर यताउति त्यो पनि बिस्तारै सिक्छौँ है त। सुरुमा चाहिँ स्टेट प्रोभाइडरबाट सुरु गरौँ। अब हामी एउटा स्टेट प्रोभाइडर बनाउँछौँ हैन, नम प्रोभाइडर इक्वल्स टु, अब स्टेट प्रोभाइडर बनाउनको लागि स्टेट प्रोभाइडर लेखिदिने हैन। त्यसपछि यहाँभित्र रेफ दिएर 0 ल। अब हामीले एउटा स्टेट प्रोभाइडर बनायौँ, त्यसको नाम चाहिँ नम प्रोभाइडर छ अहिलेको लागि हैन। अब यो रेफ भन्ने पाउँछौँ हामीले सबै प्रोभाइडरमा। यो रेफ भनेको चाहिँ अब एउटा ब्रिज प्रोभाइडरसँग कुरा गर्नको लागि हैन, प्रोभाइडरबाट भ्यालु तान्नको लागि, अपडेट गर्नको लागि, सबैको लागि यही रेफले काम गर्छ हैन, प्रोभाइडरसँग कम्युनिकेट गर्नको लागि। अनि यहाँनिर अहिले हामीले रिटर्न चाहिँ 0 गरिरहेको छ है। अब यही 0लाई चाहिँ अब हामीले यो टेक्स्टमा लिएर आउने हो क्या, हुन्छ नि यहाँनिर विजिटमा है। अब यहाँनिर जे रिटर्न गरेछ वाच गर्दाखेरि त्यही पाउँछ हैन। अब यो रेफ भएपछि चाहिँ अब हामीले रेफ डट वाच हैन, रिड, लिसन 3-4वटा मेथडहरू छ, त्यो एक्सेस गर्न पाउँछ हामीले हैन। अब हामीलाई यो डाटा चाहियो भने चाहिँ वाच हुन्छ हैन। अब यो डाटालाई अपडेट गर्नु पऱ्यो भने रिड हुन्छ। जो छ कुराहरू हैन त्यो बुझिन्छ बिस्तारै है। सो अहिलेको लागि चाहिँ के बुझौँ भनेदेखि एउटा हामीले स्टेट प्रोभाइडर बनायो, त्यसको नाम चाहिँ नम प्रोभाइडर छ। अनि अहिलेको लागि चाहिँ 0 रिटर्न गरिरहेछ हामीले है। यहाँ जे रिटर्न गर्यो त्यही पाउँछ क्या हामीले उता वाच गर्दाखेरि है। अब यो कुराहरू सुरुमा बुझ्न अलिकति गाह्रै हुन्छ केटा हो हैन, तर बुझ्दै गएपछि चाहिँ एकदम सजिलै छ। भ्युजमा जाउँ, एउटा नयाँ बनाऊँ है, पड होम पेज भनेर बनाइदिउँ न त हैन। अब सेम यही नै गर्ने हो हामी, तर अब चाहिँ रिपोर्ट पोर्ट युज गरेर है त। सो पड होम पेज राखिदिउँ नाम हैन, यसलाई इम्पोर्ट हानिदिउँ। अनि त्यसपछि यो युआई चाहिँ म यही होम पेजकै कपी गरेर हालिदिन्छु है त। अनि यहाँनिर चाहिँ पड होम पेज राखिदिउँ है त, पड होम पेज है। अब यसलाई सेभ हानिदिन्छु, नम्बर देखाएको छैन किनभने हामीले 0 राखेको छ हैन। पड होम पेजमा जाउँ है त। अब हामीले रेफ युज गर्नको लागि चाहिँ हामीलाई चाहिँ कन्ज्युमर विजिट भन्ने चाहिन्छ है, रेफ पाउनको लागि चाहिँ फेरि पनि। अब यो स्टेटलेस विजिटलाई हटाएर कन्ज्युमर विजिट राखिदिने हैन। यो गरेपछि अब हामीले यहाँनिर रेफ राख्नुपर्छ बिल्डमा। यो रेफ चाहिँ अब हामीले चलाउँछौँ है त। सो एउटा स्टेट भन्ने एउटा भेरिएबल बनाएँ, रेफ डट वाच। अनि अब हामीले हाम्रो प्रोभाइडरलाई बोलाउने यहाँनिर है, रेफ डट वाच गर्ने। अब जुन प्रोभाइडरलाई वाच गर्नुपर्ने हो त्यो प्रोभाइडरको नाम लेखिदिने। हाम्रो प्रोभाइडरको नाम के छ, नम प्रोभाइडर छ हैन। नम प्रोभाइडरलाई वाच गरिदिने। यो वाच गर्नुको अर्थ चाहिँ के हो भन्दाखेरि त्यहाँनिर जे स्टेट छ त्यसलाई चाहिँ वाच गर्ने हो क्या हामीले हैन। त्यहाँ जे भ्यालु छ त्यो चाहिँ पाउँछ क्या हामीले वाच गरेपछि। रेफ डट रिड पनि हुन्छ हैन। रेफ डट वाच गर्दाखेरि चाहिँ त्यहाँ जे भ्यालु छ त्यो पाउँछ क्या। अब हाम्रो प्रोभाइडरमा के छ अहिले 0 छ नि त, वाच गर्नु भनेको चाहिँ यो 0 पाउनु हो क्या है। यो कुराहरू अलिकति कन्फ्युजिङ हुन्छ सुरुमा, तर यो बुझेपछि चाहिँ इजी नै छ सबै कुराहरू हैन। अब यहाँनिर डलर स्टेट गरिदियो भने होइन, स्टेट नलेखौँ फेरि, अहिले डट स्टेट पनि युज गर्नुपर्छ हामीले हैन। नम नै लेखिदिउँ है त, नम लेखिदिउँ हैन। अब यो नममा चाहिँ त्यो 0 आउँछ क्या, किनभने रेफ डट वाच गर्ने बित्तिकै त्यहाँ जे भ्यालु छ यो नममा त्यही आउँछ क्या हैन। सो यो गर्नु भन्नुको अर्थ यता हामीले 0 छ यसलाई वाच गर्यो हैन, अनि यहाँ नमलाई राख्यो, यो भनेको यहाँ 0 आउँछ क्या। अब यसलाई म सेभ हान्छु, 0 आयो हैन। अब हामीले प्लस गर्दाखेरि यो भ्यालु बढाउनु पऱ्यो नि त। अब हामीलाई भ्यालु अपडेट गर्नको लागि हैन, नयाँ भ्यालु पठाउनको लागि चाहिँ हामीसँग मेथड हुन्छ रिड है त, रेफ डट रिड भन्ने हुन्छ है। रेफ डट रिडमा फेरि कुन प्रोभाइडर भनेर चाहिँ हेर्ने है,
नन प्रोभाइडर। अब हामीले भ्यालु चेन्ज गर्नको लागि चाहिँ डट नोटिफायर लाउनुपर्छ है। त्यसपछि फेरि डट स्टेट लाउनुपर्छ क्या है। अहिलेको करेन्ट स्टेट भ्यालु के छ त्यो पाउनको लागि स्टेट लाउनुपर्छ होइन। अब त्यसलाई नै अब हामीले प्लस प्लस गरिदिने क्या है। अब यति प्लस गर्नु भन्नुको अर्थ चाहिँ यो नमलाई प्लस गर्नु हो क्या है। यसलाई सेभ हान्दिउँ। अब यो गर्दाखेरि प्लस प्लस भयो है त। अब हामीले माइनस पनि राखिदिइहालौँ केटा हो होइन। सेभ हान्दिउँ स्टेट माइनस माइनस सेभ हान्दिउँ। ल चार्ज पनि सक्यो यार, एकछिन है चार्ज जोड्छु। ल अब हामीले यसरी चाहिँ प्रोभाइड युज गरेर हुन्छ होइन। यो चाहिँ एकदम सिम्पल एउटा प्रोग्राम भइहाल्यो होइन। अब यो अलिकति कन्फ्युजिङ नै हुन्छ होइन, तर यो फ्लो बुझेपछि होइन डाटा कहाँबाट कहाँ गइरहेछ भनेर बुझेपछि चाहिँ एकदम इजी हो यो कुराहरू होइन। अनि हामीले चाहिँ लोजिक चाहिँ सर्भिस भनेर छुट्टै एउटा बनाएर गर्छौँ। अब यो अहिले सानो प्रोग्राम भएको भएर चाहिँ सबै यहीँ छ होइन, तर हामीले लोजिक चाहिँ सर्भिसमा लेख्ने गर्छौँ। जो यही छ है त। ल यसरी चाहिँ गरिन्छ रिभर पोर्टबाट। यति जानौँ यति बुझौँ, बाँकी चाहिँ फेरि अर्को भिडियोमा हेरौँ ल त केटा हो ल।